म चाहिँ यो तपाईँको चाहिँ यो जस्ट से नो नेपाल भन्ने संस्थाबाट चाहिँ यो देशमा चाहिँ लागु पदार्थ प्रतिकारात्मक शिक्षा सम्बन्धी चाहिने नेतृत्व लिएर चाहिँ अगाडि बढेको र अहिले चाहिँ नि तपाईँको जस्ट नो टु ड्रग क्याम्पेन त्यतिखेरदेखि मैले करिब 15 वर्ष जति सञ्चालन गरेँ र अहिले जस्ट नो टु ड्रगलाई हामीले अझ मोमेन्ट गर्नु छ तर जस्ट नो टु ड्रगलाई हामीले नेपालीमा नाइ भन लागु पदार्थलाई नाइ भन भन्ने सन्देशका रूपमा ल्याएका छौँ। त्यो सन्देशमा चाहिँ हाम्रो चाहिँ पहिला हामीले सन्देश मात्रै दिएका छौँ भने अब हामीले एकीकृत रूपमा त्यसको बानी बेहोरा परिवर्तनदेखि लिएर हरेक कुरालाई इन्टिग्रेटेड गरेर चाहिँ लागु पदार्थ सेवन नगरौँ, लागु पदार्थ नाइ भनौँ भन्ने सन्देशको साथ गरेका छु। म चाहिँ करिब 50 वर्षदेखि चाहिँ लागु पदार्थ र मादक पदार्थ प्रतिकारात्मक शिक्षादेखि चाहिँ कामकाज गर्न सुरु गरेको र मैले चाहिँ नि लागु पदार्थ तथा मादक पदार्थ सम्बन्धी टोकियोको जेके युनिभर्सिटी र चाहिँ तपाईँको चाहिँ टोकियो मेट्रोपोलिटन साइकेट्री रिसर्च इन्स्टिच्युटबाट चाहिँ डिप्लोमा गरेको र तत्कालीन अवस्थामा यो विषयगत रूपमा डिप्लोमा गर्ने व्यक्ति म नेपालमा पहिलो भएर आएको थिएँ र चाहिँ मैले अर्को चाहिँ सेक्टर हेर्दाखेरि चाहिँ मैले इन्टरनेसनल जापान ओलम्पिक कमिटीबाट इन्टरनेसनल ओलम्पिक कमिटीको सहयोगमा चाहिँ खेलकुदमा खेलाडीहरूलाई चाहिँ सेफ स्पोर्ट्स र चाहिँ तपाईँको चाहिँ लागु पदार्थ तथा HIV एड्स रोकथाम सम्बन्धी चाहिँ समेत तालिम लिएको छु र म चाहिँ अहिले स्वास्थ्य कर्मीको रूपमा चाहिँ कामकाज गर्न चाहिँ यो लागु पदार्थ रोकथाम सम्बन्धी चाहिँ म अगाडि बढिरहेको छु। अब यस्तो छ, पहिलाको स्थिति र अहिलेको स्थितिमा अलिकति फरक छ। पहिलामा चाहिँ तपाईँको चाहिँ नै ब्राउन सुगर अनि व्हाइट सुगर हिरोइनहरू डाइरेक्ट चाहिँ युजहरू हुन्थ्यो र चाँडै लागु पदार्थका प्रयोगकर्ताहरूको लक्षणहरू देखा पर्थे भने अहिले चाहिँ तपाईँको साइकोट्रोपिक ड्रगहरू धेरै युज हुन थालेको छ। त्यो साइकोट्रोपिक ड्रगहरू युज गर्दाखेरि त्यसका लक्षणहरू क्रमिक रूपमा बिस्तारै मात्रै देखिँदै आउँछन्, एक्कासी देखिँदैनन् र त्यसमा चाहिँ जो अल्कोहल पनि लिएका छन् हाम्रो लागु पदार्थ प्रयोगकर्ताहरूले उहाँहरूमा चाहिँ चाँडो देखिन्छ। त्यसैले गर्दाखेरि चाहिँ नि हिजोको अवस्थाभन्दा अब देशमा जनसङ्ख्या पनि वृद्धि भएको कारण छ र बेरोजगारीको कारणहरू पनि छ। त्यसले गर्दाखेरि पहिलाको अवस्थाभन्दा चाहिँ भित्रभित्र चाहिँ नै हाम्रो किशोर किशोरी र युवामा चाहिँ लागु पदार्थको बढ्दो अवस्था देखेको छु मैले। होइन, यसले चाहिँ के छ भने अब हामीले हेरिराखेका छौँ कतिपय ठाउँमा चाहिँ बोर्डरमा भयो त्यसपछि चाहिँ लागु पदार्थ कारोबार गर्ने व्यक्तिहरूको पनि सङ्ख्याहरू बढ्दै आइराखेका छ। त्यसले गर्दाखेरि प्रहरीहरूले चाहिँ बिचबिचमा चाहिँ अनुसन्धान गरेर चाहिँ पक्राउ गर्ने कामहरू पनि नेपाल प्रहरीले गरिराखेका छ। देशमा चाहिँ लागु पदार्थको चाहिँ प्रयोगहरू हुन नदिउँ भनेर बोर्डर साइडमाहरू गरिरहेको छ। तर हाम्रो खुल्ला बोर्डर भएको कारणले यो हाम्रो परिस्थिति जटिल छ। तर अब विश्वमै लागु पदार्थको समस्या संसारभरि छ, हाम्रो देशमा मात्रै होइन। तर हाम्रो देशमा जति हुनुपर्ने हो बोर्डर ओपनले गर्दाखेरि चाहिँ हाम्रो देशमा हामी कहाँ प्रोडक्सन हुँदैन। यो सबै चाहिँ इन्डिया थ्रु चाहिँ आएको हुन्छ। तपाईँहरूलाई थाहा छ कहिलेकाहीँ अब एयरपोर्टमा पनि कति पक्रिया हुन्छ लागु औषधहरू नेपाल प्रहरीले। त्यसले गर्दाखेरि लागु पदार्थको समस्या चाहिँ यो हरेक सिचुएसनले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ यो मिडियाको कारणले गर्दाखेरि तपाईँको फेसबुकमा तपाईँको हरेक कुराहरूमा त्यो गर्दाखेरि पनि लागु पदार्थको समस्या चाहिँ बढ्दै गएको छ। यस्तो यो आकर्षित हुने 2-3वटा कारणहरू छन्। एउटा कारण चाहिँ युवालाई चाहिँ इङ्गेज गराउनुपर्छ। हामीले युवालाई इङ्गेज गराउन सकेका छैनौँ हगि। एकातिर चाहिँ के छ भने उसलाई चाहिँ त्यो युवाहरूलाई चाहिँ ऊ कुन पेसा ऊ कुन चाहिँ उसको चाहिँ शिक्षा हो त्यो शिक्षातिर उसलाई म्याक्सिमम इन्भल्भ गर्नु पर्यो र अर्को बाँकी रहेको समयमा उसलाई चाहिँ स्पोर्ट्सतिर खेलकुदतिर चाहिँ इन्भल्भ गर्नुपर्छ है। त्यो भयो भने उसको टाइमहरू चाहिँ त्यतातिर जान्छ र चाहिँ उसले चाहिँ लागु पदार्थको प्रयोग गर्दैन। त्यो कुरो हामीले चाहिँ अहिलेसम्म स्टार्ट गरेका छैनौँ हगि। र खेलकुद मार्फत चाहिँ जनचेतना अभियान गराउने चाहिँ सबभन्दा ठुलो युनाइटेड नेसन ड्रग कन्ट्रोल प्रोग्रामले चाहिँ तपाईँको चाहिँ खेलकुद मार्फत चाहिँ जनचेतना जगाउनुपर्छ भनेर जमानामा रेजुलेसन पास गरिसकेका छ र यो खेलकुदको क्षेत्रबाट पनि यो कार्यक्रमहरू भइरहेको छ, नभएको होइन। तर जति गर्नुपर्ने चाहिँ त्यति हुन सकेको छैन किन साधन स्रोतको कमीले गर्दाखेरि। त्यसले गर्दाखेरि हामीले गर्नुपर्ने कामहरू धेरै छन् प्रिभेन्सन प्रोग्राममा। हामीले प्रिभेन्सन प्रोग्रामलाई चाहिँ अलिक अब चाहिँ अहिले सरकारले चाहिँ गृह मन्त्रालयले तपाईँको चाहिँ स्थानीय स्तरदेखि प्रदेश स्तरमा र सङ्घीय स्तरमा पनि लागु पदार्थ रोकथाम चाहिँ अगाडि बढाउनुपर्छ भन्ने कुराहरू चाहिँ उहाँले अगाडि बढाउनु भएको छ र गर्ने कामहरू गरिरहेको छ। तर हामी एनजिओहरूले पनि हामीले गर्ने कामहरू गरिरहेका छौँ र त्यसैले गर्दाखेरि अब यो मेन मोटो चाहिँ के छ भने
पहिला मैले जब चाहिँ 2044-45 सालतिर चाहिँ तपाईँको जस्ट नो टु ड्रग क्याम्पेन नेपालबाट स्टार्ट गरेँ, जो चाहिँ अमेरिकामा थियो। जस्ट नो टु ड्रग नेपालमा क्याम्पेन गर्ने मैले सुरुवात गरेको हो। त्यसले गर्दा लागु पदार्थले नाइ भन्नु भन्ने सन्देश दिने, नाइ किन भन्ने कुराहरू त्यसमा चाहिँ पोजिटिभ हुनुपर्छ। नाइ किन भन्ने तिम्रो शरीरको मानसिकदेखि लिएर, शारीरिकदेखि लिएर, आर्थिकदेखि लिएर, पारिवारिकदेखि लिएर अनि सामाजिकदेखि लिएर राष्ट्रको लागि पनि लागु पदार्थ सेवन गर्ने व्यक्तिले, एकजना व्यक्तिले भयो भने धेरै आघात पुग्छ राष्ट्रलाई। त्यसले गर्दाखेरि लागु पदार्थले सेवन गर्नुहुन्न। त्यसले गर्दा त्यो समय चाहिँ तिमीले अरू क्रियाकलापमा चाहिँ एक्टिभली जानुपर्छ भन्ने किसिमको कार्यक्रमहरू पनि सँगसँगै लानुपर्छ। त्यो कार्यक्रमहरू चाहिँ हाम्रो देशमा चाहिँ अहिले त्यति हुन सकेको छैन। युवाहरूलाई कसरी इङ्गेज गराउने भन्ने कुराहरू। त्यसले गर्दाखेरि पनि फुर्सदको समयमा चाहिँ चुरोट खाउँ, बिडी खाउँ भन्ने, सुर्ती खाउँ भन्नेबाट हिसाब गर्दा गर्दै उनीहरू ड्रगतिर चाहिँ नार्कोटिक ड्रगतिर फसेको पाएका छौँ हामीले। अब यस्तो छ, यो धेरै अब करिब चाहिँ 40-45 वर्ष अगाडिका ऐनहरू छन्। त्यतिखेरको ऐन र अब अहिलेको परिस्थितिको ऐनमा अलिकति परिमार्जन गर्नुपर्ने छ। मेरो विचारले चाहिँ गृह मन्त्रालयले चाहिँ यसलाई चाहिँ सक्रिय रूपमा चाहिँ लागु औषध नियन्त्रण ऐनलाई परिमार्जन गर्न चाहिँ सक्रिय भूमिका चाहिँ अवश्य पनि खेल्छन्। किनभने लागु पदार्थ रोकथामका के अरे तपाईँको चाहिँ नेपाल सरकारको हाम्रो चाहिँ लागु पदार्थ भन्ने बित्तिकै गृह मन्त्रालय हाम्रो देशको चाहिँ फोकल मन्त्रालय भएको हुनाले उहाँहरू हामीले रिक्वेस्ट पनि गरिरहेका छौँ। र त्यो ऐन परिवर्तन गरिसकेपछि त्यही अनुसारको हामीले चाहिँ नियावलीदेखि लिएर नीति निर्देशिकाहरू बनाउनुपर्छ, जसले गर्दाखेरि चाहिँ लागु पदार्थ कथम कदाचित सेवन गरेका छन् भने तिनीहरूलाई चाहिँ पुनर्स्थापना केन्द्रतिर अघि लगेर उपचारतिर राख्नुपर्छ भने अरू चाहिँ लागु पदार्थ बेचबिखन गर्ने मान्छेहरूको लागि अझ कडा सजायको चाहिँ व्यवस्था गर्नुपर्छ। अनि मात्रै चाहिँ हामीले केही गर्न सक्छौँ। अब हाम्रो युनाइटेड नेसनको अनुसार चाहिँ हामीले चाहिँ उसलाई चाहिँ बिरामीको रूपमा लिएका छौँ अहिलेसम्म। र हाम्रो चाहिँ अहिले लागु औषध नियन्त्रणको भित्र हेर्ने हो भने, ऐनको भित्र हेर्ने हो भने उनीहरू चाहिँ एक किसिमको अपराधी भनिएको छ है। तर सरकारले चाहिँ के गरिरहेको छ भने उनीहरूको चाहिँ स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्दै र प्रोटेक्सन गर्दै चाहिँ गृह मन्त्रालयदेखि लिएर नेपाल प्रहरीदेखि लिएर प्रशासनले चाहिँ उनीहरूलाई चाहिँ लागु पदार्थ सेवन मात्रै गरेको छ भने उनीहरूलाई उपचार तथा पुनर्स्थापना केन्द्रमा सिफारिस गर्ने गरेको छ। जसले गर्दा चाहिँ सरकारले अहिले चाहिँ राम्रो किसिमबाट वातावरणमा चाहिँ त्यो काम गरिराखेको छ। तर के छ भने ऐन जबसम्म परिवर्तन हुँदैन तबसम्म एउटा समझदारीमा मात्रै कार्यक्रमहरू भइरहेको छ। त्यसले गर्दा ऐनमा परिवर्तन हुनु अति जरुरी देखिएको छु मैले। अब यस्तो छ के भने तपाईँको चाहिँ अब यो तपाईँको चाहिँ ट्रिटमेन्ट र रिहेबिलिटेसन पुनर्स्थापना केन्द्रहरूमा चाहिँ तपाईँको अहिले हाम्रो देशमा चाहिँ तपाईँको 1 महिना भनौँ, 2 महिना भनौँ, 3 महिना भनौँ डिटोक्सिफिकेसनका कुराहरू मात्रै छन् तपाईँका अघि प्राइमेरी उपचारका कुराहरू। अघि एक महिना बस्छन्, 2 महिना बस्छन्, 3 महिना बस्छन्, 5 महिना बस्छन्। उनीहरूलाई रिहेबिलिटेट गरेर त्यहाँ रिहेबिलिटेट गरेर चाहिँ तपाईँले सोसियल समाजमा गएर चाहिँ रिइन्टिग्रेसन गर्ने किसिमका कार्यक्रमहरू धेरै कम छन्, छैनन्। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो समाजले भोलि त्यो व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोण, घरका परिवारले हेर्ने दृष्टिकोण यो त ड्रग एडिक्ट हो, अघि यसले चोर छ, के गर्छ भन्ने त्यो दृष्टिकोण चाहिँ यथावत छ। त्यसले गर्दा हामीलाई चाहिँ उनीहरूले जहाँ उपचार तथा पुनर्स्थापना केन्द्रमा उनीहरू आएका हुन्छन् त्यहाँबाट उनीहरूलाई स्किलका कुराहरू पनि सिकाएर पठाउनुपर्छ। त्यो स्कुलका कुराहरू सिकाएर पठायो भने चाहिँ उसले त्यहाँ गएर काम गर्छ, काम गरेपछि ऊ दुर्व्यसनमा फस्दैन। तर अहिले चाहिँ तपाईँको चाहिँ धेरै व्यक्तिहरू चाहिँ मोर देन 60 to 70% व्यक्तिहरू चाहिँ तपाईँको चाहिँ एकपल्ट ट्रिटमेन्ट रिहेबिलिटेसन गरेको हुनाले रिल्याप्स भएर चाहिँ फेरि चाहिँ दुर्व्यसनमा फसेको हामीले पाउँछौँ। र केही व्यक्तिहरू जुन छन् जसले चाहिँ देशको लागि नेतृत्व पनि गरिराखेका छन्, जो हिजो प्रयोगहरू गरेका थिए अघि त्यस्ता व्यक्तिहरू चाहिँ समाजमा, राष्ट्रमा उनीहरूले नेतृत्व पनि गरिराखेका छन्। किनभने उनीहरू सफल उपचार पाए है, सफल पुनर्स्थापना पाए, परिवारको चाहिँ सफल माया पाए है, समाजले उसलाई हेर्ने दृष्टिकोण चाहिँ पोजिटिभ थिङ्किङ भयो। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ राष्ट्रको लागि चाहिँ अहिले केही अगाडि बढेका छन्। अब यस्तो छ, नेपाल ट्रान्जिट कसरी भन्यो, हाम्रो खुला बोर्डर छ है, खुला बोर्डर एक छ। र अर्को कुरो तपाईँले अहिले संसारमा सबैभन्दा हेर्नुहोस् भने म त अब धेरै देश पनि घुमेँ है, धेरै देशमा पढ्न पनि गएँ। यो तपाईँको ड्रग सम्बन्धी, यो कारागारका सिस्टमहरू सम्बन्धी अघि खेलकुद मार्फत पनि म धेरै ठाउँ गएँ। त्यसले गर्दाखेरि नेपाल र नेपाली चाहिँ संसारमा चाहिँ सबभन्दा बढी इमान्दारिता अघि र त्यसपछि चाहिँ सोझोपना नेपालीहरूमा छ।
त्यसले गर्दाखेरि धेरै यो ट्राफिकरहरूले पनि नेपाल मार्फत गयो भने चाहिँ हरेक चिज हुन्छ भन्ने कुराहरूले गर्दाखेरि पहिला चाहिँ कतिपय हाम्रा प्रहरी हाम्रो इमिग्रेसनतिर पनि थाहा थिएन है कसरी घुसाउँछ भनेर। अहिले हाम्रो इमिग्रेसनदेखि लिएर तपाईँको नेपाल प्रहरीहरू यसमा चाहिँ एकदम सजग भएर चाहिँ तपाईँको एयरपोर्टदेखि लिएर हरेक नाकामा पक्रेको हुनाले तपाईँ सुन्नुहुन्छ खबर, एयरपोर्टमा आज यति केजी पक्रियो, बोर्डरमा यति केजी भयो, यसको घरमा यति राख्यो भन्ने कुरो चाहिँ अहिले हाम्रो चाहिँ नेपाल प्रहरी चाहिँ सशक्त भएको कारणले गर्दाखेरि त्यो छ। तैपनि हामीले चाहिँ के छ भने हाम्रो बोर्डर ओपन भएको कारणले गर्दाखेरि हामीलाई चाहिँ समस्या चाहिँ छ तपाईँको चाहिँ नि, किनभने लागु पदार्थको तपाईँको जस्तै भनौँ न हाम्रो यहाँबाट गयो भने हाम्रा भाइ बहिनीहरू इन्डियातिर चाहिँ गएर लागु पदार्थ खानु पर्यो अथवा किन्नु पर्यो भने सहजै पाउँछ हगि। त्यसले गर्दा तर इन्डियाको मान्छेहरूले चाहिँ सहजै पाउँदैन त्यहाँ हगि आफ्नै देशमा। त्यसले गर्दा हामी चाहिँ दुईतिरको मारमा छौँ हगि। त्यसैले गर्दाखेरि चाहिँ नि ती सहजै पाउने व्यक्तिहरूले 2 ग्राम 4 ग्राम आफूलेसँग लिएर आएका हुन्छन्। ती 2-4 ग्राम आफूसँग खाँदाखेरि केही प्रब्लम थिएन, तर उनीहरूले बेचेर त्यसको नाफाबाट खान्छन् है। त्यो नाफाबाट खाँदा चाहिँ त्यो चाहिँ क्राइममा परिणत हुन्छ, फेरि बेचबिख बन्न जान्छ। त्यसले गर्दाखेरि धेरै लागु पदार्थ प्रयोगकर्ताहरू चाहिँ अहिले आफ्नो सर्भाइभको लागि चाहिँ फेरि ड्रगै खानको लागि भनेर जुन सानो सानो उसमा चाहिँ बेचबिखन गरेका छन्, त्यसमा चाहिँ धेरै व्यक्तिहरू दाजुभाइहरू जेल पनि परेका छन् है। त्यसले गर्दा हामीलाई चाहिँ यो ऐन नियम कानुनहरू संशोधन गरेर उनीहरूलाई कसरी पुनर्स्थापना गरेर राष्ट्रको स्वच्छ र स्वस्थ युवा शक्ति उत्पादन गर्ने भन्नेतिर हामी सबैजना लाग्नुपर्छ। मानव अधिकारको दृष्टिकोणले अब व्यक्तिलाई चाहिँ गोली हानेर मार्नु हुँदैन, त्यसमा दुई मत छैन एउटा मानव अधिकारको दृष्टिकोणबाट। तर यो कानुनले किनभने कानुनले उनीहरूलाई फेरि के भन्छ भने त्यो अपराधीलाई जसरी पनि पक्री भन्ने हुन्छ हगि। त्यो अपराधीलाई पक्रिन नसक्दाखेरि उनीहरूले चाहिँ नि गोली हाल्नुपर्ने अवस्था आएको होला मेरो विचारले हगि। तर भरसक चाहिँ नि गोली गट्ठा मारपिट नगरिकन त्यस्तो व्यक्तिहरूलाई चाहिँ एउटा चाहिँ नि तपाईँको स्वच्छ वातावरण सिर्जना गरेर कसरी हुनसक्छ त्यो मान्छेले त्यसरी गर्नुपर्छ। र अब गोली हान्ने अथवा मृत्यु नि गराउने अथवा त्यो भन्ने कुरा चाहिँ प्रहरीले पनि चाहँदैन होला वास्तवमा, तर त्यो बाध्यता हो कि के हो त्यो पनि थाहा छैन हामीलाई हगि। तर त्यो मानव अधिकारको क्षेत्रभित्र पर्छ, उसलाई चाहिँ उसको बाँच्न पाउने अधिकार चाहिँ उसले जतिसुकै अपराध गरे पनि त्यो अपराध चाहिँ सम्मानित अदालतबाट उसलाई भोलि सुनवाई होला के होला, उसले बाँच्न पाउने अधिकार र उसको शारीरिक र मानसिक राइट चाहिँ उसलाई हनन हुनु हुँदैन भन्ने हाम्रो धारणा हो। अब यस्तो छ हेर्नुहोस्, मैले अघि नै निवेदन गरिहालेँ, सरकारको चुनौती भनेको के छ भने त्यो ऐनले गर्ने हो। सरकारले हिँड्ने भनेको र हामीले पनि हिँड्ने भनेको त्यही लागु औषध नियन्त्रण ऐन कसरी हिँडेको छ, लागु औषध नियन्त्रण ऐन अनुसारको नियमावली कसरी गरेको छ, त्यो नियमावलीले कसरी उपचार केन्द्र स्थापना गर्न भनेको छ, पुनर्स्थापना भनेको छ, एउटा गाइडलाइन गृह मन्त्रालयले आफैले बनाएको छ हगि। त्यो गाइडलाइन अनुसार सम्पूर्ण उपचार तथा पुनर्स्थापना केन्द्रहरू चलेका छन्। कुनै केन्द्रहरू चलेका छैनन् होला, तर धेरैजसो उपचार तथा पुनर्स्थापना केन्द्रहरू गृह मन्त्रालयको गाइडलाइन अनुसार चलेका छन्। त्यो गाइडलाइन अनुसार चलेन भने गृह मन्त्रालयले इमिडिएट गएर चाहिँ त्यसलाई सिज गर्ने बन्द गर्ने काम पनि गरेको छ। त्यसले गर्दा गृह मन्त्रालय एक्टिभसँग यो लागु औषध ओसार पसार विरुद्ध र लागु पदार्थको सेवन विरुद्ध चाहिँ अहिले चाहिँ गृह मन्त्रालय एक्टिभ भएको छ। तैपनि यो प्रतिकारात्मक शिक्षातिर चाहिँ अझै हामी केही गर्न सकेका छैनौँ, किन यो चाहिँ इन्टिग्रेटेड भएको हुनाले यसको चाहिँ तपाईँको शिक्षा मन्त्रालय अनि त्यसपछि चाहिँ स्वास्थ्य मन्त्रालयदेखि लिएर तपाईँको चाहिँ हरेक चाहिँ ठाउँबाट चाहिँ यसलाई चाहिँ जनचेतना गर्नुपर्छ र हरेक एनजिओको गैर सरकारी संस्थाको चाहिँ उद्देश्यमा चाहिँ एउटा लागु पदार्थ रोकथाम कार्यक्रम भनेर राख्नुपर्ने अवस्था मैले देखेको छु। अनि मात्रै हामी सबै एनजिओले आफ्नो आफ्नो काम गरे तापनि लागु पदार्थ सम्बन्धी जनचेतना पनि हाम्रो प्रत्येक ठाउँबाट दिउँ भन्ने चाहिँ हामी जनचेतनामा जान्छौँ। जनचेतनामा जाँदाखेरि हामीले कानुनका कुरा पनि उनीहरूलाई भन्नु पर्यो, तिमीले लागु पदार्थ खायो भने तिमीले यस्तो हुन्छ है, लागु पदार्थ बेच्यौ भने यस्तो हुन्छ भने कानुनी साक्षरता पनि दिनुपर्ने अवस्था मैले देखेको छु। त्यो भयो भने मान्छे अलिकति हच्किन्छ, मैले खाएँ भने भोलि प्रहरीले पक्रिन्छ अथवा मैले जेल जानुपर्छ अथवा म कारबाहीको दायरामा पर्छु भन्ने कुराहरू चाहिँ ती युवाहरूलाई दिनुपर्ने अति मैले जरुरी देखेको छु। अब यो चाहिँ के छ भने सबभन्दा ठुलो चाहिँ हाम्रो सहरी क्षेत्रमा सबभन्दा बढी छ। हेर्नुहोस्, यो लागु पदार्थको कारोबार हुन त अहिले पहाडी क्षेत्र पनि तपाईँको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगिसकेको छ। पहाडी क्षेत्रमा पनि लागु पदार्थको कारोबारहरू हरेक कुराहरू। त्यसले गर्दाखेरि चाहिँ तपाईँको चाहिँ सबैभन्दा ठुलो भूमिका चाहिँ अभिभावकको हो। मेरो बच्चा स्कुल गएको छ, स्कुलमा कति बजेसम्म कति बजे बस्यो र घरमा आएपछि उसको लक्षणहरू के छन्, उसले होमवर्क गरेको छ कि छैन, पढेको छ कि छैन, र अभिभावक पनि व्यस्तता अनि बच्चाको आफ्नो छ र अहिले चाहिँ मोबाइल जुन हेर्ने तरिका छ
करिब तपाईँको 24 घन्टामा 7 घन्टा 8 घन्टा कतिवटा बच्चाहरूले चाहिँ मोबाइल हेरेर बसिया हुन्छ रातिसम्म हगि त्यो कुरालाई चाहिँ हामीले छोडाउनु पर्ने हुन्छ र आफ्नो अध्ययन र पाठतिर चाहिँ उनीहरूले राख्नुपर्ने हुन्छ र अभिभावकले स्कुलमा पनि जानुपर्ने हुन्छ। स्कुलमा गएर मेरो छोराको अवस्था के छ कसो छ भन्ने कुराहरू पनि स्कुलमा बुझ्नुपर्छ र अर्को टिचरले पनि चाहिँ नि त्यो आएको स्टुडेन्टको चाहिँ बानी बेहोरा परिवर्तन कसरी भइराखेको छ हगि त्यो कुरो टिचरहरूमा पनि ट्रेनिङको आवश्यकता मैले देखेको छु। त्यसैले गर्दाखेरि ओभरअल इन्टिग्रेटेड रूपमा चाहिँ परिवारको ठुलो महत्त्व छ किनभने मेरो सन्तान हो हगि भोलि चाहिँ यसले चाहिँ देशको लागि गर्छ समाजको लागि गर्छ हाम्रो परिवारको लागि गर्छ भनेर उसको वाचडगको रूपमा चाहिँ आमाले बुवाले दाजुभाइहरूले चाहिँ हेरिरहनु पर्ने हुन्छ। त्यो हेरेन भने चाहिँ ऊ चाहिँ कुनै पनि बेला पियर प्रेसर साथी को लैलैमा लागेर ऊ चाहिँ लागु पदार्थको सेवनमा पुगेको हुन्छ। लागु पदार्थ सेवनमा पुगिसकेपछि सिङ्गल ड्रग छ भने तपाईँको चाँडै हामीले केही गर्न सक्छौँ अनि पोली ड्रग युज गरेर चाहिँ अलिकति टाढा भइसकेपछि उसलाई फेरि हामीले त्यो पहिलाको अवस्थामा ल्याउन धेरै समय लाग्छ धेरै खर्च लाग्छ। त्यसले गर्दाखेरि यो देशमा लागु पदार्थ चाहिँ कसैले सेवन नगरून् भन्ने हाम्रो चाहना हो। अब लागु अवस्था मुक्त समाजको लागि हामी एकीकृत भएर हगि माथि नीति निर्माताहरू ज्यूहरूदेखि लिएर तल स्थानीय लेभल र परिवार र स्कुलका टिचर कलेजको टिचरहरू सबै एक भएर लागु पदार्थ सम्बन्धी राम्रो शिक्षाहरू चाहिँ सबैमा पुर्याउनु पर्यो हगि। त्यो शिक्षा कस्तो हुनु पर्यो भने चाहिँ नि व्यावहारिक किसिमबाट हुनु पर्यो हगि। लागु पदार्थ नखाऊ भनेर भनेको छु खाँदा के हुन्छ भन्ने कुराहरू हुँदो हुन्छ तर लागु पदार्थ खाँदा यो हुन्छ भन्ने शिक्षा पनि उनीहरूलाई थाहा हुनु पर्यो है। के हुन्छ भन्ने कुरो एउटा चाहिँ शारीरिक कुराहरू मानसिक कुराहरू बौद्धिक कुराहरू पारिवारिक कुराहरू आर्थिक कुराहरूदेखि लिएर राष्ट्रलाई भोलि पुग्ने हानि नोक्सानीदेखि लिएर आफूमाथि हुने भोलि कानुन कारबाहीका कुराहरू समेत चाहिँ नि त्यो मान्छेलाई अध्ययन गराउने चाहिँ हामी सबै नेपालीको दायित्व हो। त्यो भयो भने चाहिँ नि हाम्रो लागु पदार्थ मुक्त समाजमा हामी अगाडि बढ्न सक्छौँ। त यहाँलाई पनि धेरै धेरै धन्यवाद। मेरो चाहिँ 2 शब्द बोल्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।